नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचार। बागलुङ जिल्लाको डोरपाटनमा बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको ज्यान गयो। प्रदेश नम्बर 2 का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमारले जनकपुर स्थित रारावा क्याम्पसको गरे निरीक्षण। सबै प्रकारका निर्वाचनमा विद्युतीय मतदानको सुरुवात गर्ने युरोपियन युनियनले दियो नेपाललाई सुझाव। तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने मन्त्री लालबाबु पण्डितको चेतावनी। र काठमाडौँको उपत्यकामा अन्यन्त्र फूल फाल्ने 84 जनालाई कारबाही। अब समाचार विस्तारमा। बागलुङ जिल्लाको डोरपाटमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ। बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लुख 17439 नम्बरको रात्रि बस डोरपाटन नगरपालिकाको गरगरे भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट बडीगाड खोलामा खस्दा अन्दाजी 65 वर्षीय महिलाको ज्यान गएको हो। मृतकको शनाखत हुन नसकेकाले नाम ठेगाना पत्ता लगाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालय बर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राणाले बताउनुभयो। दुर्घटनामा परि चालक सहित 10 जना घाइते भएका छन्, जसमध्ये भारत रामपुर रतनपुर बस्ने वर्ष 33 वर्ष मुस्तेदार अली र डोरपाटन 8 का वर्ष 15 की चन्द्रमाला बिकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। बसमा सवार 7 जना भने सकुशल रहेका छन्। दुर्घटनामा घाइते भएका चालक पाल्पा जिल्ला रप्तीकोट 5 का 47 वर्षीय कलबहादुर थापा, उनका 21 वर्षीय छोरा विमल थापा, बागलुङ तमाखोला 2 का 19 वर्षीय केशु घरती, डोरपाटन नगरपालिका 8 का 50 वर्षीय नरबहादुर बिक, त्यही स्थानका 45 वर्षीय दुर्गा बहादुर बिक, 18 वर्षीय झकास बिक, भारत रामपुर रतनपुर बस्ने वर्ष 33 को मुस्तेदार अली, भारत रत्नपुरका 22 वर्षीय युवराज खान, डोरपाट 8 का वर्ष 22 का सुभाष बिक र वर्ष 9 की आशिका बिकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ। प्रदेश नम्बर 2 का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनकपुर स्थित रारावा क्याम्पसको निरीक्षण गर्नुभएको छ। मन्त्री यादवले स्नातकोत्तर तहको परीक्षा भइरहेको बेला आज दिउँसो क्याम्पसको निरीक्षण गर्नुभएको हो। निरीक्षणका क्रममा मन्त्री यादवले क्याम्पसको व्यवस्थापकीय पक्ष कमजोर रहेको भन्दै सुधारका लागि आवश्यक कदम चाल्न क्याम्पस प्रशासनलाई निर्देशन दिनुभएको छ। उहाँले रारावा क्याम्पसका विगतमा हुने गरेका शैक्षिक गतिविधिहरू रोकिएको प्रति दुःख पनि व्यक्त गर्नुभयो। मर्यादित परीक्षा गुणस्तरीय शिक्षा के लागि हम सब प्रतिबद्ध होकर अगाडि बढ़ने से कहने चला है। वही क्रम वही योजना तहत अखुनता हम सब जे मास्टर डिग्री के परीक्षा भ रहल छै ओकरा निरीक्षण करायल छलिए। ओहि निरीक्षण के क्रम में विगत में जे अवस्था छलिए कैंपस के जे अहाँ के परीक्षा प्रणाली के अवस्था ओहिमे निश्चित रूप से सुधार के अवस्था छै। सुधार होते जाए छै, तथापि और सुधार करे के आवश्यकता छै। मन्त्री यादवले परीक्षा पूर्ण रूपमा मर्यादित हुनुपर्नेमा केही कमी कमजोरी देखिएको पनि बताउनुभयो। शिक्षा के और निक बनाबे के लागि आ मर्यादित परीक्षा के लागि हमरा सबके व्यवस्थित रूप से अगाडि बढ़नाइ जरूरी छै। किछ मोबाइल फोन सब अखन तो हम सब भीतर अहाँ के परीक्षा हॉल ने देखलिए, ई सब नहीं होबाक चाही। अहू ने कंट्रोल रहक चाही। हम कैंपस चीफ साहब सर से सेहो बात के लिए सहायक कैंपस चीफ सर सबसे सेहो बात के लिए वो सब अपन प्रतिबद्धता जाहिर कैलक है कि आबो वाला आब के दिन से आइ के बाहर हम सब इस सब चीज में सुधार करत परीक्षा के मर्यादित बनाए। मन्त्री यादवले क्याम्पसको भौतिक संरचना जीर्ण भइसकेको र सुधारको प्रयास नभएको प्रति समेत दुःख व्यक्त गर्नुभयो। अनुगमनका क्रममा विद्यार्थीहरूले क्याम्पसमा देखिएको समस्याबारे मन्त्री यादवलाई अवगत गराएका थिए। आता टीचरों की टीमों ने बोले आता देखियो से 6 महीना अखन मतलब एग्जाम हो जाए तो हमारे स्टूडेंट बीएससी के आईटी के कत चलते सेहो नहीं आता अथी से बातें छोड़
कैंपसो शिव सर के सहायक कैंपस कतौ से हमारा विजिटो नहीं जाय करो हमर विद्यार्थी कोन टीचर टाइम पर जाय छै नहीं अबै छै कोनो मतलब नहीं छै तलब अबै छै खाली मतलब कैंपस शिव सर सब सर मतलब चेम्बर में बैसल केना के टाइम भेले नियम से कथी 10 से 5 कैंपस ई कैंपस आके 4 बजे भ जाय छै 4 बजे के बाद में देखबै तो कोनो स्टाफ नहीं कोनो कैंपसो शिव सर नहीं रहै छै कोई नहीं रहै छै कैंपस शिव तो एक एबे नहीं करे छै मेनली कैंपस शिव सर एहन से दाइए में आगे से सर चीने नहीं छै अखन कैंपस शिव के सब खर्चा दै छै ओकर तेल के दै छै पेट्रोल दै छै भत्ता दै छै ओकरा सर के नहीं टाइम छै मॉर्निंग में छै औ में आबै छै अतः मतलब एकलौटी भल शासन भले देखते छी बिल्डिंग के अतः विद्यार्थी केना के पढ़ी से हम ओमे सांप से रही घूमे देखियो अतः में स्टूडेंट सब अबै छै केना के बैसे छै से देखियो हमर अखन आ दाई कोनो लेटिंग में जाओ देखो टॉयलेट में ये अवस्था से बाल्टीन जग नहीं छै कॉल नहीं छै चले ये अवस्था से 2-10 घंटा 5-5 घंटा कैंपस में जेते कोनो नहीं छै जाएगा सिस्टम में खराब हो गेल छै कॉल बाल्टीन कुछ मन्त्री यादवसँगको भेटमा क्याम्पस प्रशासनले स्रोत साधनले भ्याएसम्म समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाएको थियो। युरोपियन युनियनले नेपाललाई सबै प्रकारका निर्वाचनमा विद्युतीय मतदानको सुरुवात गर्नुपर्ने सुझाव दिएको छ। युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसिनको टोलीले आज सोमबार सभामुख कृष्ण बहादुर महराजसँग सिंहदरबारमा भेट गरी यस्तो सुझाव दिएको हो। सभामुख महराजले गत मङ्सिर 10 र 21 गतेसम्म सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्यवेक्षणको प्रतिवेदन बुझाउँदै टोली 29 गते सुझाव दिएको छ। भेटमा यूए निर्वाचन पर्यवेक्षण मिशन प्रमुख तथा युरोपियन पार्लियामेन्ट सदस्य जेलजना जोक्योले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताउनुभयो। भेटमा सभामुख महराजले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई पर्यवेक्षण गरी सहयोग गरेकोमा यूए निर्वाचन पर्यवेक्षण मिशन टोलीलाई धन्यवाद दिनुभयो। नेपालले निर्वाचनलाई स्वच्छ र मर्यादित रूपमा सम्पन्न गरेर नयाँ संविधान बनाउन सफल रहेको भन्दै सभामुख महराजले पछिल्लो चुनावले नयाँ संविधान कार्यान्वयनको यात्रा अघि बढाएको बताउनुभयो। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले 1 महिनाभित्र नियमावली पारित गर्ने भएको छ। सिंहदरबार स्थित राज्य व्यवस्था समितिको बैठक कक्षमा बसेको नियमावली मस्यौदा समितिले पहिलो बैठकले यस्तो निर्णय गरेको हो। समितिका जेठ सदस्य विमल प्रसाद श्रीवास्तवले अध्यक्षतामा बसेको बैठकले आगामी 8 गते समितिको सभापति चयन गर्ने निर्णय गरेको सांसद दिलेन्द्र प्रसाद बडुले बताउनुभयो। साथीहरु पहिलो बैठक भयो जसमा ज्येष्ठ सदस्य विमल प्रसाद श्रीवास्तवजीले संयोजकको रूपमा अध्यक्षता गर्नुभयो। आज सभापतिको चयनको एजेन्डा पनि थियो, त्यसलाई हामीले अर्को दिनको लागि सारेका छौं र अब अर्को बैठक चाहिँ 8 गते 1 बजे बस्छ। त्यसमा हामी सभापतिको चयन पनि गर्छौं र अहिले सबैले आफ्नो आफ्नो अध्ययन पनि गरेर आउने र छलफल सुरु गर्ने। सकेसम्म 1 महिनाको समय भए पनि त्योभन्दा छोटो समयमा 1 महिनाभित्रै हामीले नियमावलीलाई पारित गर्ने गरी गृह कार्य गर्ने निर्णय गरेका छौं। गत फागुन 22 गते बसेको प्रतिनिधि सभा बैठकले नियमावली मस्यौदा समितिको गठन गर्दै समितिलाई कार्य प्रारम्भ भएको मितिले 1 महिनाभित्र नामावली पारित गर्ने समय दिएको थियो। नियमावली नबनेसम्म संसदीय समितिको गठन हुन सक्दैन। जनकपुर सडक खण्डमा धुलोका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको स्थानीयवासी तथा यात्रुले गुनासो गरेका छन्। बस्ती क्षेत्रमा 6 र बाहिर क्षेत्रमा 4ले सडक निर्माण भइरहँदा सडकबाट उडेको धुलोले स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको पनि निर्माण पक्षले कुनै चासो नदिएको उनीहरूको गुनासो गरेका छन्। एकातर्फ खाल्डा खुल्डीका कारण यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने अर्कातर्फ अत्याधिक धुलो उड्दा यात्रु र स्थानीयवासी समस्यामा पर्दै गएका छन्।
प्रत्येक दिन जलेश्वर जनकपुर आए वाला के हर एक अथी सब के यहाँ के बस पर यात्री या रोड पर चले वाला व्यक्ति सबके पैदल चले वाला सबके अहाँ के 10-15 मिनट अगर पैदल चले तो पूरा धूले धूल भ जाए छे। अहाँ के सांस लेवे में दिक्कत होइ छे, काल जाके अहाँ के विभिन्न श्वास प्रश्वास संबंधी रोग सब लाग सके छे। और ई रोड के अवस्था देखबी पानी छीटे के नाम पर लोग केते पैसा सब बर्बाद भेल, केते होदी भ्रष्टाचारी भेल। देखिए अभियो अहाँ के रोड के अवस्था देखबी त अहाँ के फिर आषाढ़ सावन नौती तो पानी के कारण से है ना रोड फिर जाम भते उन्हें शास्ति भ पड़ते सबके। और आदमी सबके देखी छे अहाँ अभियो पूरे धूले धूल छे। निर्माणका क्रममा ठेकेदार कम्पनीले पानी छर्किनु पर्ने मान्यता रहे पनि यस सडक खण्डमा त्यस्तो कुनै काम नभएको पनि उनीहरूको गुनासो छ। हुलाकी सडक परियोजना अन्तर्गतको जनकपुर जलेश्वर भिटामोट 18 किलोमिटर सडक निर्माणाधीन छ। 4 नेल सडक निर्माणको जिम्मा प्रतिभा आइपीजेबी आशिष पम्पू रोशन जेबीले पाएका छन्। हालसम्म 30% काम मात्र सम्पन्न भएको छ। 20 वर्ष पुराना सवारी साधन चल्न नदिने सरकारको निर्णय कार्यान्वयनका लागि धनुषा ट्राफिक प्रहरीले पनि चेक जाँच कडाई गरेको छ। सरकारले चैत 1 गतेबाट देशभर 20 वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाउने भनेर गरेको निर्णय कार्यान्वयनमा धनुषा ट्राफिक प्रहरीले पनि सक्रियता देखाएको छ। धनुषा ट्राफिक प्रमुख हरिनन्द चौधरीले नियमित चेक जाँचका साथै 20 वर्ष पुराना गाडी चल्न नदिने चेक जाँच गरेको बताउनुभयो। ट्राफिक प्रहरीले गर्ने नियमित चेक जाँच छँदैछ, तर अहिले चाहिँ हामीले विशेष गरेर जुन राज्यले यो 20 वर्ष नीति पुराना सवारी साधन सार्वजनिक जुन सवारी साधन छ बस ट्रक छ जो एकदमै पुरानो छ 20 वर्ष क्रस भइसकेको छ त्यसकोलाई चाहिँ विस्थापित गर्ने नीति लिएको छ। यो चाहिँ यो चैतकै 1 गतेबाट यो नेपालमा कहीँ पनि चलाउन पाइँदैन 20 वर्ष पुराना सार्वजनिक सवारी साधन। त्यसको लागि चाहिँ हामीले विशेष गरी फोकस गरेर चेक जाँचको व्यवस्था गरेका छौँ। रोक लगाइसकेका गाडी गुडेको देखिए जफत गरेर लिलाम गर्ने पनि उहाँले बताउनुभयो। यता जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले 20 वर्ष पुराना गाडी रोक्ने सरकारको निर्णय भेदभाव गरिएको गुनासो गर्नुभएको छ। उहाँले सार्वजनिक गाडीमा रोक लगाइए पनि सरकारी तथा निजी गाडीमा रोक नलगाएको दाबी गर्नुभयो। एउटा निर्णय गरेको छ कि 20 वर्ष गाडी सवारी साधनलाई चल्नमा रोक लगाएको छ। हाम्रो त्यसमा जनकपुर अञ्चल बस व्यवसायी सङ्घ घोर आपत्ति छ, किनभने कालो प्लेटमा 20 वर्ष लागू भएको छ। कालो प्लेट भएका जस्तै ट्रक बस यिनीहरू छन् उनीहरूलाई चाहिँ के भन्छ 20 वर्षमा चल्न नदिने, तर त्यही 20 वर्ष पुरानो मन्त्रीले आफै चढेको गाडीलाई चाहिँ रोक्छ। मन्त्रीको ज्यानको सुरक्षा कसले गर्ने? त्यो विद्यार्थीहरू स्कुलका विद्यार्थीहरू चढेको गाडी रातो प्लेटमा त्यही 20 वर्ष कि 30 वर्षको गाडीलाई चाहिँ चल्न दिने यो जुन चाहिँ निर्णय सरकारले गर्छ यसको हामी घोर विरोध गर्छौँ। र यदि लागू हुन्छ भने सम्पूर्ण नेपाल सरकारी निकायदेखि लिएर प्राइभेटसम्म हिँड्ने गाडीको पनि ज्यानको उत्तिकै नै महत्त्व हो र उसको मूल्य नेपाल सरकारले 5 लाख नै निकालेको छ। त्यो कालो प्लेटमा दुर्घटना होस् या रातो प्लेटमा होस्, त्यसकारण त्यो सम्पूर्ण कुरो चाहिँ यसको हट्नुपर्छ। कालो प्लेटमा मात्र यो बोझ लाद्यो भने हामीले तिरेको ट्याक्स योभन्दा पूर्वमा जहिले हामी ट्याक्स किन्छौँ त्यतिखेर तिरेको ट्याक्स चाहिँ हामीले रिबेट पाउनुपर्छ र कालो र रातो नछुट्याई मानिसको मृत्युको ज्यानको किम्मत र महत्त्व एउटै हुन्छ। त्यस कारणले त्यसलाई पनि लागू हुनुपर्छ, अन्यथा यसको हामी कडा विरोध गर्छौँ। 20 वर्ष पुराना सार्वजनिक सवारीको इन्जिन नम्बर र चेसिस नम्बर विभागमा बुझाउन सवारी साधनलाई भनिसकेको थियो। इन्जिन र चेसिस नम्बर बुझाएको अवस्थामा गाडी कबाडीमा बेचिन सकिनेछ, तर 20 वर्ष पुराना सवारी सडकमा गुडेसिज गरी लिलाम गर्ने सरकारले चेतावनी दिएको छ। सरकारले कानुनको अभावमा काम गर्न नपाएको भन्ने स्थानीय तहको गुनासोलाई तत्काल सम्बोधन गर्ने भएको छ। नवनियुक्त कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले कानुनको अभावमा काम गर्न नपाएको भन्ने स्थानीय तहको गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्रालयको आगामी 1 वर्ष कार्ययोजना र प्राथमिकताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्थानीय प्रदेश र केन्द्रका लागि आवश्यक कानुन निर्माणको कामलाई सरकारले उच्च प्राथमिकता दिने स्पष्ट पार्नुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सोमबारबाट आफूलाई आवश्यक कानुनको ड्राफ्ट
15 दिनभित्र तयार पार्न विभिन्न मन्त्रालयका परिपत्र पनि गरेको छ। मन्त्री तामाङले कानुन मन्त्रालयलाई आवश्यक कानुनले ड्राफ्ट 10 दिनभित्र तयार पार्न पनि मतहतका निकायलाई निर्देशन दिनुभएको छ। सबभन्दा पहिलो कुरा त कानुन नभएर काम गर्न पाएन भन्ने जुन गुनासो छ स्थानीय तहको र प्रदेश सरकारको र अरू पनि हाम्रा केन्द्रीय निकायहरूको पनि कानुन नभएर गर्न पाएन भन्ने गुनासोलाई अन्त्य गर्नको लागि स्पष्ट आजै हामीले अब निर्देशन सबै मन्त्रालयहरूलाई निर्देशन गरिसकेका छौँ। यो चाहिँ अबको, किनभने संविधानले 3 वर्षभित्र हामीले चाहिँ कानुन, संविधान जारी भएको 3 वर्षभित्र सबै कानुनहरू बनिसक्नुपर्ने भन्ने छ। अब असोजको 3 गतेभन्दा हामीले डेट छैन। त्यसो भएको कारणले अब 15 दिनभित्र सबै मन्त्रालयहरूले आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुनहरू ड्राफ्ट गरेर कानुन मन्त्रालयको रायको लागि पठाउनको लागि हामीले निर्देशन आजैको मितिबाट गरेका छौँ र आजैको मितिबाट हामीले इन्टर्नल रूपमा यो कानुन मन्त्रालयले बनाउनु पर्ने कानुनहरूको ड्राफ्ट हामी 10 दिनभित्र तयार गर्ने हामीले लक्ष्य लिएका छौँ आजैको मितिबाट। र संविधानले हामीलाई के भनेको छ भने अबको 1 वर्षभित्र संविधानले भन्छ, त्यसको मतलब सङ्घीय संसदको सुरुवातको 1 वर्षभित्र संविधानसँग बाजिने कानुनहरू स्वतः निष्क्रिय हुने कुरालाई समेत हामीले प्राथमिकतामा राखेका छौँ। त्यो निष्क्रिय गराउनको लागि हामीले त्यो 1 वर्षभित्र कुन कानुनहरू निष्क्रिय गराउने र कुन कानुनहरूलाई संशोधन गर्नुपर्ने हो त्यो कामलाई हामीले प्रमुख प्राथमिकता 1 नम्बर प्राथमिकतामा हामीले त्यसलाई राखेका छौँ। अब प्रदेश र स्थानीय तहले निर्माण गर्नुपर्ने कानुन तर्जुमा गर्न उहाँहरूलाई अप्ठ्यारो भयो। हामीलाई म्यान पावर पुगेन, दक्ष जनशक्ति भएन, त्यसले कानुन बनाउन पाएन भन्ने उहाँहरूको जुन गुनासो छ र त्यो गुनासोलाई अन्त्य गर्नको लागि हामी छिटै प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग सहजीकरण गर्ने, त्यति मात्र होइन नमुना कानुनहरू बनाएर नेपाल सरकारको तर्फबाट केन्द्रीय सरकारको तर्फबाट हामीले नमुना कानुनहरू उहाँहरूलाई इन्फोर्स होइन, उहाँहरूको शीर्षकहरूमा उहाँहरूलाई पाएका अनुसूचीहरूमा नमुना कानुन बनाएर यो अनुसारको बनाउने भनेर सहजीकरण गर्ने कुराको हामीले दोस्रो प्राथमिकतालाई राखेका छौँ। न्याय तथा संसदीय मामिला मन्त्रालय मन्त्री तामाङले 1 वर्षभित्र संविधानसँग बुझिएको सबै कानुन खारेज गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संघीय सांसद सुरु भएको 1 वर्षभित्र संविधानसँग बुझाइएका कानुन स्तः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ। मन्त्री तामाङले संविधान कार्यान्वयन गर्न आवश्यक कानुनहरूको निर्माणलाई सरकारको पहिलो प्राथमिकता रहेको पनि बताउनुभयो। त्यसैगरी प्रदेश र स्थानीय तहले निर्माण गर्ने कानुन तर्जुमा गर्नका लागि नमुना कानुनको मस्यौदा गरी सम्बन्धित तहलाई पठाउने विषयलाई पनि कानुन मन्त्रालयले आफ्नो प्राथमिकतामा राखेको छ। मन्त्री तामाङले प्रदेश र स्थानीय तहलाई कानुन तर्जुमा गर्न सहज होस् भनेर नमुना कानुन मस्यौदा गरी पठाउन लागि पनि स्पष्ट पार्नुभयो। उहाँले नमुना कानुन मस्यौदाका लागि महान्यायाधिवक्ता संयोजक सहजीकरण समिति बनाइएको पनि स्मरण गराउनुभयो। संविधान जारी भएको 3 वर्षभित्र संविधानले व्यवस्था गरे अनुसार मौलिक हकहरूले कार्यान्वयनका लागि कानुन निर्माण गर्ने कार्यलाई पनि सरकारले आफ्नो प्राथमिकतामा राखेको छ। मन्त्री तामाङले मौलिक हक कार्यान्वयनका लागि तर्जुमा गर्नुपर्ने कानुन पहिचान गरी तर्जुमा कार्यलाई अघि बढाइने योजना पनि सुनाउनुभयो। उहाँले अब 6 महिनाभित्र संविधानमा व्यवस्था गरिएका मौलिक हक कार्यान्वयन हुने गरी कानुन निर्माण गर्ने पनि उल्लेख गर्नुभयो। त्यसैगरी कानुन मन्त्रालयले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य हुने गरी कडा कानुन निर्माण गर्ने घोषणा पनि गरेको छ। मन्त्री तामाङले महिला उप हुने सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न आवश्यक कानुन निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिने बताउनुभयो। त्यसका लागि महिलालाई विशेष संरक्षण प्रदान गर्ने कानुन तर्जुमा गर्ने कानुन मन्त्रालयले 1 वर्ष योजनामा उल्लेख गरिएको छ। बारेमा अहिले जुन ढङ्गले बाहिर आइरहेको छ, अब
न्याय तथा संसदीय मामिला मन्त्रालय कानुन मन्त्रालयले कानुन तर्जुमामा संलग्न हुने कानुन मन्त्रालय र नेपाल कानुन आयोग जस्ता निकायहरूको क्षमता अभिवृद्धि गर्ने न्याय प्रशासनले समयबद्ध सुधार न्यायाधीशहरूको आचरण कायम राख्ने लगायतका विषयलाई पनि प्राथमिकता दिने जनाएको छ। मन्त्री तामाङले असमर्थ पक्षलाई कानुन असहायताबाट वञ्चित हुन नदिन पनि उत्तिकै ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब बिजुलीको बिल स्मार्ट सिस्टमबाट तिर्ने व्यवस्था गर्न जरुरी रहेको बताउनु भएको छ। ऊर्जा मन्त्री वर्षमान पुनले स्वागत तथा ब्रिफिङ कार्यक्रममा उहाँले विद्युत प्राधिकरण मैत्री बन्न नसक्नु नै घाटाको पहिलो कारण भएको स्मार्ट सिस्टम सुरु गर्नुपर्ने बताउनुभयो। मिटर रिडिङको लागि धेरैजसो कर्मचारी तलब खुवाएर राख्नुपर्ने र उनीहरूको रिडिङ गरेको बिलमा समेत कैफियत हुने भएकाले तुरुन्त नेपाल टेलिकम जस्तै प्रविधि मैत्री भुक्तानी प्रणाली बनाउनु पर्ने उहाँको भनाइ छ। जान सक्ने अवस्था छ, किनभने अब मिटर रिडिङ कर्मचारी मात्रै 2000 जना छ, त्यसले पनि सकिया छैन। मिटर रिडरले ल्याउँछ, डाटा इनपुट त हुन्छ, कसरी भयो के भयो त्यो लस, त्यो बिचै बाटोमा कति लस हुन्छ, मिटर रिडरै कारणले धेरै लस हुन्छ। त्यो मिटर रिडर 2000 जनाको सट्टामा यदि चाहिँ अहिले टेलिकमले जस्तो रिमोट पे बिलिङ, रिमोट पेमेन्ट सबै चिज चल्ने अवस्था गर्न सक्यो भने तीबाट हाम्रो चाहिँ लस चाहिँ टोटल्ली कन्ट्रोल हुन्छ। त्यो कारणले प्रविधिको उपयोग अहिले स्मार्ट मिटरिङदेखि लिएर यो स्मार्ट ग्रिड सिस्टममा त हामी जानलाई धेरै टाइम लाग्ला, तर स्मार्ट ग्रिड मिटरिङ, यो पेमेन्ट बिलिङ यो सिस्टममा अगाडि जान्छ। हामीले स्मार्ट मिटरिङहरू चेन्ज गर्नुपर्ने छ, त्यसको बजेटरी प्रोभिजनहरू अलिक केही लाग्ला, तर अहिले हामीले अनलाइन पेमेन्टहरू पनि सुरु गरेका छौँ, केही इम्प्लिमेन्टेसन धेरै ठाउँमा भइसकेको छ। अब केही टाइम पनि हाम्रो प्रोक्युरमेन्ट प्रोसेसले पनि टाइम लाग्ने हुनाले केही टाइम लागेको छ। उहाँले विद्युत महसुल दर लामो समयदेखि समायोजन हुन नसकेकाले समायोजन गर्नुपर्ने, प्राधिकरणले लिएको वैदेशिक स्रोतको ऋणको ब्याज घटाउनु पर्ने, प्राधिकरणमा जनशक्ति अभाव भएकाले जनशक्ति व्यवस्थापन गर्नुपर्ने र प्राधिकरणलाई सुरक्षित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। 8% लागिरहेको छ विद्युत प्राधिकरणलाई, त्यसलाई 5% मा झार्नु पर्यो भन्ने हाम्रो चाहिँ जिकिर हो। नेपालको स्वदेशी लगानीमा 5% मा गत साल झार्नु भयो, तर हाम्रो बढी ऋण चाहिँ वैदेशिक भएको हुनाले पुरानो जुन वैदेशिक ऋण छ 8% को ऋणलाई 5% मा झार्नु पर्यो भन्ने एउटा हो। र गत साल त्योभन्दा अगाडि जुन हामीले इम्पोर्ट गर्दाखेरि जुन हाम्रो प्राइसमा भेरिएसन, प्राइसमा डिफ्रेन्स थियो इम्पोर्ट र हाम्रो चाहिँ सेल्समा, त्यसमा डाइरेक्ट जुन घाटा छ त्यो चाहिँ अर्थ मन्त्रालयबाट बिहोर दिने भन्ने क्याबिनेटको डिसिजन छ। लागत तथा निश्चित प्रतिफलका आधारमा विद्युत महसुल दर प्रत्येक वर्ष जुन हिसाबले बढ्नुपर्ने थियो त्यो बढेन। 10 वर्षको पिरियडमा 15-20% बढ्छ र त्यो बढ्दा बढ्दै त्यो चाहिँ ब्रेक इभनमा कहिले पनि आउँदैन। त्यसलाई चाहिँ निश्चित अहिले रेगुलेटर पनि आएको छ, निश्चित अवधिलाई चाहिँ हुने गरेर 25% लगानी चाहिँ हामीले पब्लिकलाई फ्लोट गर्न सक्ने अवस्थामा हुनेछ। यो लिकेज, इनर्जीको लिकेज पनि छ यहाँ। यी समस्या समाधान गरियो भने विद्युत प्राधिकरणमा टेलिकममा जस्तै 25% जनताको सेयर लगानी गर्न सकिने उहाँको भनाइ छ। प्राधिकरणले 25% सेयर सर्वसाधारणलाई दिन सक्ने प्रावधान रहेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिनुभएको छ। मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नभएका कर्मचारीको रेकर्ड सङ्कलनको काम सुरु भइसकेको पनि स्पष्ट पार्नुभयो। उहाँले कार्यक्षेत्रमा नजाने कर्मचारीहरूको रेकर्ड सङ्कलन गर्न मतहतका निकायलाई निर्देशन दिएको पनि जानकारी दिनुभयो। आफ्नो कार्यक्षेत्रमा नजाने निजामती कर्मचारीहरूले लिँदै आएको सुविधा तथा खोज्ने मन्त्री पण्डितले योजना छ।
त्यसका अहिले हामीले खटाइएका सबै राष्ट्र सेवकहरू जानुपर्छ। हिजो के गरेका थिए त्यो रेकर्ड हेर्छु र अब पनि जानुहुन्न भने उहाँहरूलाई अब जहाँ जुन अफिसमा अहिले हाजिर गरिरहेछ अटेर गरेर ती सबै हाजिरी बन्द गरिनेछ। उहाँहरूलाई कुनै अहिले सुविधा दिए रहेछ भने त्यो सुविधा पनि खोसिनेछ र परदेशमा निश्चित अवधिभित्र हाजिर नभएमा उहाँहरूलाई बर्खास्तगीको बाटोतर्फ हामी अगाडि बढ्छौँ र कसैको पनि अहिले खटाइएको ठाउँमा नगएर अन्यत्र सरुवा सच्याउने काम हामी गर्दैनौँ। मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री पण्डितले जनताको सेवामा समर्पित भएर कर्मचारीहरूले काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले मन्दिरमा जाने पुजारीले झैं पवित्र भावनाका साथ जनताको सेवा गर्न पनि कर्मचारीहरूलाई सचेत गराउनुभयो। मन्त्री पण्डितले निजामती कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्न पनि कर्मचारीले निर्देशन दिनुभयो। 24 घण्टामा जुनसुकै समय जुनसुकै ठाउँमा सरकारले खटाउन सक्छ र खटाइएको ठाउँमा काम गर्नुपर्छ। त्यही प्रतिबद्धता त्यही शपथ खाएर उहाँहरू आउनुभएको कारणले गर्दा अब शपथलाई बिर्सिनु हुँदैन र हिजो मात्र सामान्य प्रधानमन्त्रीज्यूलाई अब आफूले पाएको जिम्मेवारी दैनिकी रूपमा काम सुरु गर्नुभन्दा अगाडि अहिले त मनमनमा कतिले लिनुभयो लिनु भएन, अब सेवाग्राहीको सामु ठुलो स्वरमा इमानदारीपूर्वक राष्ट्रको सेवामा निष्पक्ष तरिकाले म काम गर्छु। मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारी संगठनका गतिविधिलाई निषेध गर्ने घोषणा पनि गर्नुभयो। उहाँले कर्मचारी संगठनहरूले दबावमा कुनै पनि गतिविधि आफूले नगर्ने दृढता पनि व्यक्त गर्नुभयो। मन्त्री पण्डितले नीति निर्माणका बेला कर्मचारी संगठनहरूबाट आवश्यक सुझाव लिने काम सरकारले गर्ने योजना पनि सुनाउनुभयो। उहाँले बढुवा गर्ने काम दबावमा नहुने पनि स्पष्ट पार्नुभयो। मन्त्री पण्डितले निजामती कर्मचारीलाई लामो बिदामा बस्ने छुट नरहेको पनि स्मरण गराउनुभयो। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहोर फाल्ने 84 जनालाई कारबाही गरी रु 2,37,350 असुल गरेको छ। कामापाको गाडी फोहोर लिन आउँदा फोहोर नफ्याक्ने अन्य समयमा जथाभावी रकम कामापाले तोकिएको स्थान फोहोर नथुपार्ने 84 जनालाई कारबाही गरिएको कामापा वातावरण व्यवस्थापन विभाग कार्य सञ्चालन शाखाका प्रमुख तथा नगर प्रहरी निरीक्षक मीन बहादुर थापाले जानकारी दिए। उनका अनुसार विशेष गरी पुतली सडक, बागबजार, न्यू रोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहोर फाल्ने 84 जनाबाट कारबाही स्वरूप रु 2,47,350 असुल गरिएको हो। विभागको जताभावी फोहोर फाल्नेबाट न्यूनतम रु 500 देखि 1 लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ। त्यसरी फोहोर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेको छन्। हरेक दिन कामापाले काठमाडौँ उपत्यकाको 800 मेट्रिक टन फोहोर व्यवस्थापन गर्दै आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय विदेश मन्त्री सुषमा स्वराजले इराकमा 2014मा
अपहरणमा परेको 39 भारतीय मारिएको बताएकी छन्। यिनीहरू चरमपन्थी संगठन आइएसको हातबाट मारिएका स्वराजको भनाइ छ। राज्य सभालाई सम्बोधन गर्दै स्वराजले मोसुलबाट बेपत्ता भएका 39 भारतीय अबजी नरहेको बताएकी हुन्। उनीहरूको अवस्थाबारे अहिलेसम्म अनिश्चितता थियो। अपहरणमा परेका हरजित मसिह मुसलमानले भने भागेर ज्यान जोगाएका छन्। देश मन्त्री स्वराजका अनुसार सबैको एकै ठाउँमा गाडिएको अवस्थामा भेटिएको थियो र मृतकका परिवारको डिएनए स्याम्पल म्याच गरेर मृतकको पुष्टि गरिएको हो। मारिनेमा पन्जाबका 31, हिमाचलका 4 र बाँकी पश्चिम बङ्गाल र बिहारका हुन्। अन्त्यमा मुख्य समाचार फेरि एकपटक। बागलुङ जिल्लाको डोरपाटामा बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको ज्यान गयो। प्रदेश नम्बर 2 का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमारले जनकपुर स्थित राराबा क्याम्पसको गरे निरीक्षण। सबै प्रकारका निर्वाचन विद्युतीय मतदानको सुरुवात गर्ने युरोपियन युनियनले दियो नेपाललाई सुझाव। तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने मन्त्री लालबाबु पण्डितको चेतावनी। र काठमाडौँ उपत्यका अन्यन्त्र फोहोर फाल्ने 84 जनालाई कारबाही। हवस् त पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।